हेलो सबैजनाले रब गर्छुहरू सन्चै हुन्छ र म पनि सन्चै छु। सो हे गाइज वेलकम ब्याक अगेन माई युट्युब च्यानल। अनि गाइज आजको ब्लग चाहिँ सिधै सुरु भइरहेछ। अनि गाइज आजको भिडियो चाहिँ सिधै सुरु भइरहेछ दिउँसोको 11:30 बजेदेखि। अनि गाइज अहिले चाहिँ 12 बज्न आँटिसकेको छ। कति चाहिँ गाइज 11:40 बजी भयो होला, 11:40-50 यस्तै। अनि गाइज अहिले चाहिँ बाइक निकालिसकेको छु र अहिले गाइज हामीहरू जान थालेको छौँ कोटिया ग्यारेजमा। अनि गाइज किनकि गाइज बाइकमा अलिकति प्रब्लम आएको छ एक दुईवटा, त्यही भएर गाइज त्यो पनि बनाउन जान छ आज। अनि खास गरेको चाहिँ गाइज यहाँ छ नि, यहाँ कार्बोरेटर यहाँदेखि गाइज पेट्रोल खालिरहेको छ, त्यही हो बनाउन जान थालेको। अनि गाइज अब यसपछि चाहिँ बाइक कोल स्टार्ट हानौँ। अहिलेसम्म गाइज स्टार्ट हानेको छैन। अब कोल स्टार्ट गाइज हिजो चाहिँ हानेको थिएँ यसरी कोल स्टार्ट। हिजो पोपट भयो गाइज, आज पोपट नभइदियो हुन्थ्यो। हेरौँ के हुन्छ। त्यसले गर्दा घन्टे फाल्यो। प्रब्लम भनेको यही बनाउन जान छ। गाइज अहिले चाहिँ हेर्न सक्नुहुन्छ हामीहरू कोटीतिर लागिसकेका छौँ र गाइज हेर्नुहोस् अहिले बाटोमा यस्तो तोरी फलेको छ प्यालो प्यालो। अनि गाइज बाइकले अहिले मिसिङ हानिरहेको छ बाइकले। अनि गाइज आज बाइक पनि धुन्छु गाइज, आज बहुत काम छ बहुत। ड्यूक 290 और ड्यूक 290 अनि यो कुन सिएफ मोटोको 250 हो न, सिएफ मोटोको यो पनि त्यही हो सेम 250। अनि RC 390, बेलेनी 300i, ड्यूक 250, क्रस फायर FZ 250। जहिले चाहिँ ग्यारेजमा पुगिसकेको छौँ र अब बाइक पनि बनाउन स्टार्ट हुँदैछ। अनि गाइज बाइक बनाएपछि चाहिँ अब सिधै कपाल काट्न आइसकेको। सो गाइज अहिले म चाहिँ कपाल काटेर आइसकेको छु। अनि गाइज बाइक पनि बनाएर आएँ। अनि गाइज अब यसपछि म नुहाउँछु र बाइक धुन्छु। त्यसपछि चाहिँ गाइज आज साइकल पनि बनाउन जानु छ। हिजो गाइज साइकलदेखि मेरो क्र्यास भएको थियो अनि मेरो यहाँ घोडामा चोट पनि लागेको छ। त्यही पनि गाइज घोडामा हिजो त टुडुलको भएको थियो गाइज यहाँ ठ्याक्क घोडामा। अनि त्यसपछि तातो तेल र बेसार गाइज मिक्स गरेर लगाएको, त्यसपछि अलि सन्चो भएछ। तर गाइज हिँड्न चाहिँ खुट्टा भाँच्चे जस्तो भएछ के, त्यही भएर। अनि अहिले म चाहिँ अब जान थालेछु बाइक धुन। अनि गाइज भर्खर कपाल कटाएर आएको हेर्नुहोस् त, पुरै कपाल छ यहाँ, पुरै टाउकोभरि गालाभरि। अब त्यही गरौँ गाइज। अहिले म चाहिँ सबसे टप फ्लोरमा छु माथि। अनि गाइज भर्खर चाहिँ अरुण मात्रै घर गएको छ, अहिले एकैछिन पछि आउँछ भनिरहेछ। हेरौँ के हुन्छ गाइज, आउँछ कि के गर्छ। आएन भने म एक्लै जान्छु साइकल बनाउन, आयो भने सँगै जाम्ला। Where shadows play, the empire rose to seize the day. A crown of laurel on the brow, the whispers echo here and now. Glory fades but stone remains through blood. सो गाइज अहिले चाहिँ म बाइक धोएर रेडी पारिसकेको छु। अनि गाइज हेर्नुहोस् बाइक अहिले चम्किरहेको छ। अनि गाइज अब एकैछिन पछि सुक्छ। अनि गाइज हेर्नुहोस् यहाँ मोन्स्टर यो देख्छन् सबैजनाले, अनि रियाक्सन दिन्छन् गाइज यो स्टिकर। अनि यसपछि गाइज अब बाइक त धोइसकेँ, अब आफूले पनि धुन पऱ्यो, कपाल कटाएर आएको, अब म पनि धुन्छु आफूलाई। अनि त्यसपछि साइकल पनि बनाउन जान छ। अनि गाइज साइकल बनाउन जाने अब एकचोटि। खोइ साइकल बनाउन जाने हो नि, अब साइकल बनाएपछि अब कतै नजाने, घरै बस्ने। चम्टिलिक्क टल्किरहेको छ यार। तर गाइज कतै कतै चाहिँ स्क्र्याच लाग्यो क्या, बाइकको रिममा त्यहाँ ब्ल्याक पेन्ट थियो। अनि बाइकको अगाडिको टायर पङ्चर भएर गाइज हेर्नुहोस् त यहाँ टायर खोल्दाखेरि यहाँ स्क्र्याच लाग्छ हेर्नुहोस् त। यो अलि नराम्रो देखेछ गाइज हो न। तर गाइज टाढादेखि थाहा पाइयो होइन, त्यति ख्याल गऱ्यो भने मात्रै हो। अब नजिकदेखि त कहाँ देख्ने हो। पछाडि 93। अनि गाइज यहाँ हेर्नुहोस् त, यो यहाँ पनि गाइज उस भछ हल्का अलिकति प्रगति भछ यहाँ।
यो चाहिँ गाइज आफै गरेको होइन, यो ग्यारेजमा राखेको थियो अनि कोही कसरी फुट्यो अब ग्यारेजमा भनेको। तर गाइज ग्यारेजको अङ्कलले भन्नुभएको थियो कि पहिलेदेखि फुटेको थियो, अब मैले त फुटालेको होइन गाइज, बाइकमा ग्यारेजमा राख्दाखेरि मात्रै। धोइसके पछाडि चाहिँ हल्का एकचोटि स्टार्ट हान्दिउँ, एकचोटि हुन्छ कि नै हेरौँ गाइज। इन्जन चिसो होला, त्यतिमा हालिदियो गाइज। पटेका हानिरहेछ बे, पट 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 हानिरहेछ यार गाइस पटेका। हत्तेरिका भयो नि गाइस पोपट। गाइस अहिले म चाहिँ नुहाएर कपडा पनि लगाइसकेको छु अनि गाइस अब यसपछि चाहिँ सिधै साइकल बनाउन जाने हो। अनि गाइस अब अरुणको एउटा स्ट्यान्ड हेरौँ। विली हान एकचोटि ट्राई गर्न एउटा ट्राई। ऊ हेर्नुहोस् गाइस यस्तो दामी विली कसले हान्न सक्छ त। हेर्नुहोस् गाइस दुइटै टायर हावामा छ। अब स्ट्यान्ड लगाइहाल्यो ऊ टेक्नोलोजिया। अनि गाइस हेर्नुहोस् बाइक पनि सुकिसकेछ। यो के हो मोन्स्टर। अनि गाइस मैले अघि नै स्टिकर किनेको थिएँ दुइटा, एउटा चाहिँ खोल्टीमा छ यो गाइस कता चप्काम भनेर अलि कस्तो भएको छ गाइस, कता चप्काम भएको छ। यो अहिले नचप्काम पछितिर चप्काम ल न। अब सिधै साइकल बनाउन गइदिउँ यहाँदेखि। अनि गाइस खोल्टीमा के छ त्यो टिकट होइन आफ्ना साइकल निकालिसकेको छु। अनि गाइस साइकलमा के प्रब्लम छ हेर्नुहोस् कि यहाँदेखि गाइस यो टायर टच भएको छ, यहाँदेखि नट लुज भयो कि के हो बे यो नट लुज भएको कि अरू केही भएको छ। यसको यो लुज खोइ अब गाइस के भयो, अब त्यहीँ गएर थाहा हुन्छ। ओहो निडक भन्छ, मोटो खर्च न त्यति हो। हिजो गाइस स्टप हान्दै थियो अनि प्रगति भएको थियो, अलिकति यहाँ घुँडामा पनि चोट लागेको थियो। सो फाइनली गाइस अहिले म र अरुण भएर साइकल पसलमा आइसकेको छौँ र गाइस अब अङ्कलले यहाँ नट लुज गर्दै हुनुहुन्छ। अनि गाइस अङ्कलले चाहिँ अब बनाइसकेपछि साइकल अरुण र म गएर गाइस हल्का टेस्ट ड्राइभ लिएर आउँछौँ। अनि त्यसपछि राइडमा जान्छौँ अलिकति 1-2 किलोमिटरको गाइस। अनि हेर्न सक्नुहुन्छ अङ्कलले गाइस नट टाइट गर्दै हुनुहुन्छ अहिले। अनि साइकल बनिसकेपछि अङ्कलले टेस्ट गर्दै हुनुहुन्छ। अनि गाइस हेर्नुहोस् यहाँ पेडल पनि छैन, यहाँ अब पेडल हाल्नु पऱ्यो। त्यही भएर गाइस यहाँ नट अड्केको थियो, त्यसले खोल्न पऱ्यो फर्स्टमा। अनि गाइस अब यसले खोलिसके पछाडि चाहिँ अङ्कलले यहाँ पेडल हाल्नुभयो। About that, but you know how we do right here. Yeah. Better let me say tonight, I done fucked up. She got a lot of magic, baby girl, it hecked up, baby you don't trust me. I'm a motherfucking mud point lane. One thing about me, no. सो गाइज अहिले म चाहिँ साइकल पनि बनाएर आइसकेँ घर। अनि गाइज बाइकमा पनि पेन्ट सेन्ट गरिसकेँ अगाडिको टायरमा। अनि गाइज त्यो हल्का मोडिफिकेसन गर्दै थिएँ। अनि हेर्नुहोस् गाइज हेलमेटमा यहाँ स्टिकर पनि चप्काएको छु। अनि अझै एउटा स्टिकर छ गाइज, त्यो बाइकमा चप्काउनको लागि लिएको थिएँ। तर गाइज बाइकमा कता चप्काउँ त्यो अहिले हल्का फिक्स भएको छैन, त्यही भएर गाइज अब त्यो सोध्छु कता चप्काउने भनेर। अनि गाइज त्यो पछितिर चप्काउँछु। अनि अहिले चाहिँ म जान आँटेको छु गाइज, उता अलिकति पेट्रोल हाल्न छ गाइज, पेट्रोल हाल्न छ उता कटिया गएर। अनि गाइज अहिले त्यही जान थालेको छु। अनि बाइकको लुक्सहरूलाई देखाउँछु है त गाइज। लाइटै छैन गाइज यता, बाइकले त सेतोमा जानुपर्ने हो। यो जुन सेतो देख्नुभएको छ नि टायरमा यो लेखिएको, सो गाइज यही नै मोडिफिकेसन मैले गरेको थिएँ। अनि हेर्नुहोस् यहाँ 93 के भन्छ मार्कर्सको गाइज। अनि यता हेर्नुहोस् यता त अलिक देखेन त लाइट बाल्नु पर्छ। यी गाइज यो हेर्नुहोस् सेतो सब लेखेको छ। अनि यहाँ पनि हिरो होन्डा, अनि 93 राम, अनि विशाल ब्लक 1824। अनि यहाँ पनि अलिकति गरिदिएको छु लाइनिङ। अनि मेरो गेटअप चाहिँ
हेर्न सक्नुहुन्छ। अब गाइस छिटो छिटो निस्कौँ, अब टाइम पनि भइसक्यो जाने। लेट्स गो।